नमस्कार, म डाक्टर आशिष राजपन्त, नेत्र रोग विशेषज्ञ साथै अकुलोफेसियल प्लास्टिक सर्जन। आज म यहाँलाई बोटक्स जुन यहाँले धेरै सुनि पनि राख्नु भएको होला, बोटक्स इन्जेक्सन भनेर त्यसको बारेमा केही जानकारी लिएर आएको छु। सुरुमा बोटक्स भनेको के हो त? बोटक्स भनेको चाहिँ एउटा ब्याक्टेरिया हुन्छ, क्लोस्ट्रिडियम बोटुलिनम भन्ने। त्यो ब्याक्टेरियाबाट निकालेको प्रोटिन हुन्छ जसले चाहिँ एउटा टक्सिनको काम गर्छ। यो टक्सिनको मेन काम भनेको चाहिँ कुनै पनि मसललाई पार्शियल्ली प्यारालाइज गर्ने है। यही कामको आधारमा, यही मेकानिजमको आधारमा चाहिँ यसको विभिन्न कामहरू हुन्छ। कामहरूको रूपमा याद गर्दाखेरि चाहिँ बोटक्स हामीले मेनली दुईटा चिजलाई प्रयोग गर्छौँ आँखामा। एउटा भनेको चाहिँ हाम्रो कुनै पनि मासुले बढी काम गरिरहेको छ, जस्तै ब्लेफारोस्पाज्म भन्छौँ। भनेको चाहिँ कहिले पनि यहाँहरूले पनि याद गर्नुभएको होला, चिमचिम एकदम धेरै गर्ने कसैको आँखा होइन टुटुटुटु गरेर बन्द भइराख्ने हुन्छ। त्यस्तो कन्डिसनमा चाहिँ हामीले त्यो मासुमा इन्जेक्ट गर्छौँ, पार्शियली प्यारालाइज गर्छौँ। धेरै काम गरिरहेको मासुले चाहिँ कम काम गर्न थाल्छ र पेसेन्टलाई सजिलो हुन्छ। यो चाहिँ यो थेरापेटिक युजमा पर्ने गर्दछ, जुन भनेको चाहिँ हाम्रो ब्लेफारोस्पाज्ममा काम लाग्ने। अर्को भनेको चाहिँ हाम्रो कस्मेटिक युज, जुन यहाँले धेरै सुनिराख्नु भएको चाहिँ कस्मेटिक युज हो। कस्मेटिक युजमा चाहिँ के हुन्छ भने कुनै पनि हाम्रो यहाँनिर लाइन हुन्छ, ग्राभेलर लाइन भन्छ, फ्राउन लाइन भन्छ, यहाँनिर कोभिड भन्छौँ, हाँस्दाखेरि यहाँ लाइनहरू देखिने, त्यसै गरी नाजोनेटेड फोल्डको लाइन भन्छौँ, बन्नी लाइन्सहरू भन्छौँ। सबै फेसमा धेरै प्रकारको लाइन्सहरू आएको हुन्छ। त्यो लाइन्सहरू चाहिँ कस्तो हुन्छ भने हामीले युज गर्दै जाँदाखेरि मासुहरू धेरै युज गर्दै गयौँ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ तन्किएर स्प्याजम भएर चाहिँ त्यसले गर्दा लाइन्सहरू बन्ने हुन्छ। अब हामीले यो बोटक्स इन्जेक्सन चाहिँ त्यो मसलमा दियो भने मसल रिल्याक्स हुन्छ, लाइन्सहरू चाहिँ हराएर जान्छ, स्मुथन आउट। अथवा भन्न पनि सकिन्छ कि जुन कोरियनको फेस, यङ कोरियन फिमेल्सहरूको फेस देखिन्छ नि, त्यस्तै खालको बनाउन सकिन्छ। र त्यसको लागि चाहिँ अब हजुरहरूले बोटक्स पनि लगाउनु पर्ने हुन्छ, सँगसँगै फिलर्सहरू। त्यो चाहिँ हामी अर्को भागमा फेरि जानकारी दिन्छौँ। सो बोटक्सको मेनली एउटा थेरापेटिक युज भयो, अर्को कस्मेटिकमा चाहिँ हामीले लाइन्सहरू हटाउनको लागि युज गर्छौँ। स्पेसली मैले अघि भने जस्तै फ्राउन लाइन हुन्छ, फोरहेडमा आउने लाइन, कोभिड, ग्राभेलर लाइन, नाजोनेटेड फोल्ड, बन्नी लाइन्सहरू सबै लाइन्सहरूमा युज गर्न सकिन्छ। र त्यसको लागि चाहिँ हामी अकुलोफेसियल प्लास्टिक सर्जनहरूले चाहिँ इन्जेक्सन रेगुलरली लगाउने गर्दछौँ। अब यो लगाएर कति काम गर्छ त, अथवा के छ यसको साइड इफेक्ट भन्ने तपाईँलाई जिज्ञासा हुन सक्छ। यो भनेको चाहिँ युजली एकचोटि लगायो भने तपाईँको 4 महिनादेखि 6 महिनासम्म काम गर्छ। 4 महिनादेखि 6 महिनासम्म तपाईँको लाइनहरू, रिङ्कल्सहरू चाहिँ हटाउने काम गर्छ। अब यो चाहिँ पार्शियली प्यारालाइज गर्ने र टेम्पोररी भएको भएर चाहिँ फेरि लगाइराख्नु पर्ने हुन्छ र धेरैचोटि लगाउँदा कुनै साइड इफेक्टहरू केही पनि गर्दैन है। त्यो भनेको हाम्रो लागि, शरीरको लागि हुनु टक्सिन हो, तर यति सानो, यति थोरै लेभलमा हुन्छ कि यसको हामीले 300 गुणा 400 गुणा लगायो एकैचोटि भने बल्ल यसले चाहिँ शरीरमा असर गर्न थाल्छ। थोरै असर गर्छ र यो एकदमै सेफ छ। भर्चुअली पेन फ्री भन्छौँ हामी, किनभने अलिअलि पेन चाहिँ हुन्छ इन्जेक्सन लगाउँदा, तर एकदमै बाहिर छालामा मात्र लगाउनु भएको भएर धेरै पेन हुँदैन, कुनै ब्रुजिङहरू त्यस्तो धेरै ठुलो प्रब्लमहरू केही पनि हुँदैन। आज लगायो भने लगभग हप्ता 10 दिनमा तपाईँको असरहरू आउन थाल्छ, अनि 2 विक्समा एकदमै राम्रो असर हुन्छ र 4 देखि 6 महिनासम्म काम दिन्छ। सो अब यहाँलाई यदि बोटक्सको बारेमा धेरै जान्नु छ, या त तपाईँहरू या त पेसेन्ट हुनुहुन्छ, आँखा टिपटिप भइराख्ने, बोटक्स लगाइराख्नु भएको छ, या त तपाईँले कस्मेटिक पर्पजको लागि बोटक्स लगाउनु पर्नेछ भने चाहिँ हजुरहरूले मलाई डाक्टर आशिष राजपन्तलाई आँखा विभाग अफ एभरेस्ट आई हस्पिटलमा भेट्न सक्नुहुनेछ। हरेक दिन 4:30 देखि 6:30 बजेसम्म म यहाँहरूको सेवामा उपस्थित हुन्छु। यहाँलाई जे जानकारी चाहिन्छ त्यो जानकारी हामी यहाँ दिन सक्छौँ। धन्यवाद।